Hello guys, welcome back to another video with VR guys. आज हामी VR खेल्न जाँदैछौँ। नयाँ गोजु साधुरोको इभेन्ट आइछ। अब चाहिँ हामी यो गोजु साधुरोको वाला इभेन्ट खेल्नुपर्छ। मजा आउँछ गाइज, एकदमै मजा आउँछ गाइज। अब चाहिँ म आउने ह्यामर च्यालेन्ज गर्न जाँदैछु गाइज। आज चाहिँ म गरम कि नगरम कमेन्टमा भन्नु। आज गाइज ल आउने ह्यामर च्यालेन्ज हैन त। तपाईले फेरि कमेन्ट गर्नु गाइज, म आउने फिस्ट च्यालेन्ज गरिदिन्छु, अन्ली फिस्ट। गाइज यतातिर इनिमिट झरे देखेन मैले त्यो पनि। ल सरी एकछिन जसित ह्यामर अनलक हुँदैन त्यसपछि यो गर्नहरु चलाउँछ गाइज। अब सयको हरि चाहिँ हुन कहिले खोलिन्छ नि। ल गाइज ह्यामर खोलिसकेको छ। एम2 खेल्नु पर्यो, मेरो फेभरेट गन एडब्ल्युएम हो। त्यही पनि एम2 पनि सेकेन्डमा फेभरेट हो, थर्डमा चाहिँ एम10 गाइज। अब यो बच्चा अब चाहिँ गाइज म्याक्स हाल्नु पर्यो। ओ ड्याम म्याक्स भयो। यिनीहरु लडाइ गरिरहन गाइस, चम MP5 लिन्छ यार बेला बेला। यिनीहरु कहाँ छन् नि देख्न छैन मैले। तपाईहरुले देखेर बिच गाइस साउन्ड धेरै थियो। उ लुट्नु पर्यो मलाई चाहिँ। यो के हो यो नामै हैन के हो यो लुट्नु पर्छ गाइस मैले। गाइस म अनि यो यहाँ जे आइटम छ त्यो मात्र युज गर्छु नि त्यसो है गाइस। वेलकम भन्नु चाहिँ सरी गाइस मिस्टेकली। यिनीहरु यही फाइट खेल्दै छ। अब म छक्क कन्जेर साथमै हुनुपर्ने एउटा बच्चाहरु त दुक्की एले के हुन्छ ए गाइस एले के हुन्छ थाहा भएन। सुत्या इनी हा यतितिर कहाँ छ चाहिँ थाहा छैन, छाउनु चाहिँ सक्यो है। गाइस कहाँ छ यो के चमचम। म अर्कै घरमा जानुपर्छ। जम अब इनमी ऊ गाइस त्यसले दिइसक्यो। गन निकाल्दा त्यो बिचरा 3 गोलीमा हान्छु। अब यसलाई त म सिधै घरभित्र आइपुग्यौँ। अब इनिमीहरु कहाँ छन् थाहा छैन गाइस। इनिमी कहाँ गयो बे? एकैमा टाढा उडेर आएको फाइदै छैन। अब के हो बे हो मेरीहरु जान्छ गाइस। अहिले यो गन उडे जस्तो गन यसका नुब्रे त भन्दैन नि, खत्रै हो। खाली गनहरु उठाइहाल्छ कि त्यही पनि अझै गनहरु उठाएर हान्छ नि। मैले एउटा अझै युज गर्नुपर्छ। 200 जान्छ 200 भर्खर 100 छ। अब 200 वाला छ म अनि खोलिन्छ त्यो। म क्यान्जुसमा हालेर मार्न सकिन्छ तिनीलाई। अब यस्तो हान्छु नि यिनीहरूलाई एकचोटि भेट्यो त्यो सुझ्यो नि। सरप्राइज अट्याक गऱ्यो भने चाहिँ म सक्दिनँ किनभने प्रो प्लेयर हो। अब बस्ता हान्छु नि यिनीहरूलाई, यस्तो हान्छु नि यिनीहरूलाई। यिनीहरू कहाँ भेट्या छैन अरू फेरि यार। ह्यामर च्यालेन्ज म एकै सेकेन्डमा मऱ्यो भने छैन यार। ब्याकप्याक त्यसरी फालिन्छ यार, अजिब लाग्यो मलाई। मिनिजी नि फालिदिन्छु गाइस। तपाईँ यो ट्राई गरेछ कि छैन थाहा भएन मलाई। ओबे वुडपेकर नि दामी हो। यहाँ जानु पर्यो फेरि यिनीमै भेटे भयो नि फेरि अलि त्यो प्लेयरहरु आयो मेरो अगाडि। म एक्लै म काफी चाहिँदैन मलाई कुनै ज्ञान। आज सिधै वान टाइम हानेर झर्ने बित्तिकै तर त्यस्तो भएन किनभने जे सोचे त्यो हुँदैन। जे सोचे त्यो हुने भयो भए म चाहिँ उ माग्थे डायमन्ड इनिमी सकाइ। आज चाहिँ हामी उलाई ट्राई गर्ने त लगाइ यो के भन्छ पहिला के भन्नु अहिले तपाईँ इनिमीहरुको ट्राई गरेर आउँछु किनभने ए सरी गाइस वुडपेकरले मैले बिर्सेर त भन्नु मिल्दैन। मैले जान्दै हाने गाइस। ल गाइस म आउने वाला छ। ल गाइस इनिमी ए ल भनेर यसले त मलाई मारिदिन्छ गाइस। यो सिधै हेर्न सक्नुहुन्छ कस्तो खतरनाक हो। ओए जित्यो गाइस फाइनली। मारिदिसकेको गाइस गाह्रो भएर तर मलाई ड्यामेज आउँछ गाइस। अब के गरौँ गाइस ल्याङ भनेर क्यारेक्टर स्किल युज गरेर त मारिदिए। अब गाइस अलिकति साउन्डहरु आएको होला मेरो भाइ मले रे त्यही भएर यसलाई इग्नोर हान्दिन है गाइस। बेला आउँछ गाइस। मलाई कस्तो वुडपेकरले नि हान्न मलाई चाहिँ तर च्यालेन्ज हुन्छ गाइस। म जनबाट बाहिर निक्लिन सक्छु कि सक्दिनँ।
सक्दिनँ भने ए सक्छु गाडी भेटेँ गाइज मैले सबजनाले यसरी नै हानेर लास्टमा बुया निकाल्ने बेला चाहिँ धेरै मजा आउँछ लाइक एन्ड सब्सक्राइब गरिदिइहाल्नु अहिले बोया भएन भने नि हेट नगर्नु होला गाइज मलाई धेरै अब यस्तो हान्दिनँ नि यिनीहरूलाई यस्तो हान्दिनँ भने नि गाइज फेरि अब 1 छ किल 1 छ गाइज यति 22 एनिमी बाँकी छ होइन किल चाहिँ 1 छ ल पेजट हुन्छ यार फेरि क्यारेक्टर स्किल युज गरी हान्नु उरियनी छ अब यस्तो हान्ने नि कहाँ पहिला 4 छ या 4 छ इन्मी भेट्यो भने अब एक सर्ट नै लाग्दैन इन्मीहरूलाई हान्न 3 गोलीमा मर्छ जस्तो लाग्छ यसको गोली त के भन्नु यहाँ भित्र आएर मेडल लाउनु पऱ्यो गाइज यो मैले त यसलाई खुलै बिर्सिसकेँ गाइज हिलिङको टाइम छ होइन हिलिङ होइन इपीको राख्नु पऱ्यो गाइज सरी इपीको राख्छ है इपी अब इपीको रहिसकेको छु गाइज बेला इपी बढ्छ होला मलाई थाहा भने के हुन्छ गाइज कस्तो घटिया गनाएर अघि वुड पेकर त चलाउन मन आएको थियो वुड पेकर त चलाउनु पाइनँ यो बुस्ट कलदेखि आएको गाइज ओबे भयो कस्तो उडेको यार नेपाली हो कस्तो उडेको यार गाडी ओबे उएमा ओए गाडी त उत्तानो पर्छ त यार गाडी के हो मैले यहाँ भन्दा मेरै गाडीको आशा साउन्ड इनिमीहरू आयो भने भाग्नलाई सजिलो हुन्छ इनिमी अबे डुब्डे हो कि यार यो गाडीले कस्तो स्पिड कुदेको कन्ट्रोलै हुँदैन रहेछ यार गाडी त गाइज कन्ट्रोलै भएन गाडी इनिमी गाइज इनिमी अगाडि इनिमी एउटा त्यसलाई चाहिँ गाइज म गाइज यो कुछ जे पाइदियो बोले यसको कुरामा ध्यान नदिनु होला इनिमी देख्दै इनिमी त्यो ड्रप पछाडि जस्तो लगाइरहेको तर हामीलाई थाहा छैन त्यही भएर हामी अन्धारो छँदैनौँ त्यही भएर यो फालिदिनु पऱ्यो दुइटा अब त्यो कराउन आउँदैन गाइज अब हान्नु पऱ्यो गाइज खतरा गाइज ल गाइज यो साउन्डहरूमा चाहिँ अलिकति ध्यान नदिनु होला गाइज भिडियो भेटिँदैन त अबे गाइज मैले यो नोटिसै गरेको थिएन यार पिगलाई के भन्नु ओल्ड पिग वापस आउनु पऱ्यो गाइज यहाँ जिप लाइन हुने गर्दो जस्तो लाग्थ्यो मलाई होइन उताबाट पो हो त है माइसकेको चाहिँ भित्र पिक के चेन्ज भएको छ कि छैन हेर्न सक्नुहुन्छ ओए खतरा भन्छ यार पिक तर ओल्ड पिक दामी थियो ओल्ड पिकै चाहियो हामीलाई चाहियो भनेर कहाँ भयो गरिनाहरूले त्यस्तो भन्छन् यो चुम्माक जस्तो किपर होइन मेरो गई गाइज म बढी गाइज क्यारेक्टर स्किल अफ हुँदो रहेछ यार भित्र त्यसैले त्यो क्यारेक्टर स्किल युज गरेँ बच्चा मेरो अगाडि किन बडी गोल गरेर मेरो अगाडि बडी गरो जस्तो पछि अर्को इन्मीले पछाडिबाट पेल दियो नि थाहा मलाई मात्रै भान्यो नि थाहा मैले ढुकेर मैले इन्मीले हान्ने ट्राई गरेँ त्यो बिचरा कभरमा आएको थिएन हामीले युज गऱ्यो भने चाहिँ हामी कभरमा आउँछौँ कि अहिले मैले भिडियो बनाएर हो कि कस्तो हान्दैछु गाइज अघि चाहिँ म यो गर्नुको प्र्याक्टिस त गरेको थिएन गाइज खतरा हान्नुपर्छ गाइज यो गर्ने अनलिमिटेड एमो छ कि यसको एमोको त्यही भएर मलाई राम्रो लाग्छ यो गन त भन्ने बित्दैन जे होस् त्यो पनि गन के त गाइज इनिमी छ त मेरो गाइज यसलाई क्यानजुत्सु भन्छु है गाइज म खालि मलाई क्यानजुत्सु मात्र हुन्छ कि मलाई त्यो नारुतोहरूमा हुन्थ्यो त गाइज साँच्ची त्यो पिच्छेर चढ्दा होइन गाइज यसले जनभित्र मारिदिनु अलिक जनभित्र मर्छु म आफै पछाडिबाट नि अगाडिबाट नि यार म कसलाई हान्ने क्या जोइ प्लानबाट भाग्नु पऱ्यो आज इलेक्सनको लागि अचानकै सरप्राइज अट्याक दियो भने छैन ल रोक्या भए बच्चा क्या उसमा फसाइदिन्थ्यो अनि मर्थ्यो बच्चा बुढे गाइज भागिसकेको छ त्यो अब मजा आउनु पऱ्यो गाइज ल्याक एन्ड सब्सक्राइब भ्यू चाहिँ अलिकति भयो बढाइदिनु गाइज कहाँ ट्याक हानिरहेको छ त्यो बच्चा गाइज के अपडेट किन यो बल होइन यो पन्चमाथि पन्च तले गर्छस् के अनि खै त 2 किलमा लास्ट जोनतिर पैसा दि
6 गाइस तपाईहरुले अझै फुल सपोर्ट दिइदिनु यो भिडियोमा अनि म रोब्लक्सको भिडियो आउँछु। ओइ 5 जना मात्र लाइभ त्यसमा म 1 जना पर्छु बे भाइ यो ड्रप खतरा पैसा वाला भन्छ के कमानी भने त पैसा वाला हुन रहेछ। आउ बेबी आउ आउ बेबी आउ 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 म कुल्लामा छु हेर त ए बच्चा यो कारबाट नि हुँदै रहेछ ल सिट म्यान अब यसले मलाई मार्दियो भने गाइज मेरो बिल्ला ल भने यार कभरमा लिएर मरिहाल्नु सालाले देशमाथि जेसले गर्छस् के ल सेट गाइज यो नुबडेले मारिसकेको छ गाइज आजको भिडियो यो एन्ड हुन्छ अब ल यार सेट म्यान यसको हेर है त के यसले गेम बोय हाल्न सक्छ क्यारेक्टर स्किल नयाँबाट एकदमै घटिया क्यारेक्टर स्किल र यसलाई युज नहान्नु होला युज त हान्नु गाइज मन छ भने युज हान्नु मैले भनेर होइन यसले नि ह्यामर युज गरेर गाइज के हुन्छ अब अगाडि ल यो ह्यामर उही गाइज ह्यामर त खतरा हान्दो रहेछ गाइज लास्ट एउटा एनिमी बाँकी छ के हुन्छ यसले बोया निकाल्न सक्छ पागल बाबु के हुनेवाला छ यसले बोया निकाल्न सक्छ त त्यसले निकाल्न सक्दैन जस्तो लाग्छ गाइज तपाईहरुलाई के लाग्छ कमेन्ट गरिदिनुस् यो बट इमो जाना जाबे रस हान्न यार खाइस 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 ओइ कुइ काचिपको थियो भाइ त्यो यार इनमी लडेर सेन्स लाको भए हेर्न ल यो त कस्तो खुल्लामा गएर हो यो पागल बाबु आन पागल बाबु आन जा त रस हान्दै के हुँदैन जा 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 मैले भने सुने भयो त्यो गाइज ओइ ल फ्यालतिर त्यही पनि त्यसलाई लाग्दैन किनभने ल सेन्स ला बे पछाडि आइसक्यो यसलाई थाहा नै छैन जस्तो छ भागा भागा हान्न रे टुक्रे आज के लिए इतना अभी के लिए बाय बाय